हेलो साथीहरू, अब हामी पकाउँदै छौं सिस्नो प्लस कोदोको ढेँडो। कसरी पकाउने भन्ने तरिका राम्रोसँग फुल भिडियो हेर्नुस्, सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस्। हामीले सिस्नोलाई पखालेका छौं। प्याज, लसुन, टमाटर लगायत विभिन्न मसलाहरूलाई काटेर रेडी गर्यौं। कुकरमा अलिकति तेल लिएर यसलाई खराउँदै छौं। अब यो खरिएको तेलमा अब कसैले पछि पनि झान्ने चलन हुन्छ, मैले चाहिँ पहिले नै झानेर बनाउन लागेको छु है। हेर्नु होला के राख्यौं। जिरा फुराउनु पर्यो। पहिला जिरा फुरेपछि लसुन, प्याज र टमाटरलाई राखेर मजाले यसलाई पकाउँछौं। यो सबै मिक्स भएर पाकिसकेपछि हामी अलिकति बानको लागि चामलको पिठो अथवा मकैको पिठो लिन सक्छौं। स्वाद अनुसार बेसार पनि राख्न सकिन्छ। खुर्सानी पनि आफ्नो इच्छाले राख्नु होला, मन पर्नेलाई। अब यो मकैको पिठोलाई लिएर मजाले फुराउँछौं र हामी अब पानी राखेर मकैको पिठोलाई चाहिँ बक उम्लिन दिन्छौं। आफ्नो आवश्यकता अनुसार पानी लिएका छौं र पहिले नै पखाल्न राखेको सिस्नोलाई लिएर पानीबाट अलग गर्दैछौं ताकि त्यो उम्लिराखेको मकैको पिठोको जुन बान छ त्यसमा यो सिस्नोलाई लगेर के गर्न सकिन्छ, कोइरिन सकिन्छ। यसरी हेर्दै जानुस् है। अब मैले कतिपय कुरा भनेको छु होला, कतिपय कुरा छुट्न पनि सक्छ। स्वादिष्ट खानेकुराहरू कसरी पकाउने भनेर अन्य भिडियो चाहनुहुन्छ भने कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै भिडियो ल्याउँदै गर्नेछौँ र अब यसलाई मजाले मिक्स गर्ने है। र नुन स्वाद अनुसार राख्नुस् र यसलाई सिटी लाउनको लागि छोड्नुहोस्। जबसम्म सिस्नो पाक्दै गर्छ तबसम्म हामी अब ढेँडोको तयारी गर्छौं। कोदोलाई चालेर, कोदोलाई भन्दा पनि कोदोको पिठो है, फेरि कोदोको गेडा नै ल्याएर चाल्न थाल्नु होला। अब यसलाई चाहिँ एउटा कराईमा तातो पानी उमाल्दैछौँ। त्यो तातो पानीमा पहिला चाहिँ अलिकति चामलको पिठो लियो ताकि यसलाई पिँधा नलागोस्, मजाले म्याक्स होस्। अनि यो उम्लिसकेपछि कोदोको पिठोलाई ओइरिन्छौँ। त्यो तातो पानीमा ओइरिरहेको तातो पानीमा कोदोको पिठो राखेर एउटा पनौको सहायताले ढेँडोलाई चलाउनु पर्छ र यहाँ सेतो नरहने गरी, डल्ला नपर्ने गरी र पिठो काँचो नहुने गरी पकाइसकेपछि एकदम हेल्दी स्वस्थ ढिँडो र सिस्नोको तरकारी रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ।